दे पार्टिकल चाहिँ ठाउँ, संसाधन या माध्यमको पछाडि प्रयोग गर्ने गरिन्छ, जसको अर्थ चाहिँ मा, बाट या ले भन्ने जनाउँछ। अब यसलाई कसरी प्रयोग गरिन्छ इक्जाम्पल सहित हेरौँ। जस्तै कुनै स्थानमा हामीले कुनै काम गरियो भने चाहिँ त्यो स्थान पछाडि दे पार्टिकल प्रयोग गर्नुपर्ने हुन्छ। जस्तै गाक्को दे निहोङ्गो बेन्क्यौ शिमास, स्कुलमा जापानिज भाषा अध्ययन गर्छु। रेस्टुरेन्ट दे स्योकुजियो शिमास, रेस्टुरेन्टमा खाना खान्छु। यसरी हामीले कुनै ठाउँमा केही काम गर्यौँ। निहोन दे हाताराकी देश, जापानमा काम गर्न चाहन्। यसरी कुनै ठाउँमा केही काम गर्यौँ भने चाहिँ त्यो ठाउँ पछाडि दे पार्टिकलको युज गर्नुपर्ने हुन्छ। अब माध्यम, एक ठाउँदेखि अर्को ठाउँ जाने माध्यम पछाडि पनि दे, हैन, एकअर्कासँग कुराकानी गर्ने भाषा पनि के हो त माध्यम हो। यस्तो माध्यम पछाडि पनि दे पार्टिकलको प्रयोग गर्ने गरिन्छ। जस्तै बासुदे इकिमास, बसमा जान्छु। हिकोउकीदे कुनिए खाइरिमास, प्लेनमा देशतिर फर्कन्छु। एक ठाउँदेखि अर्को ठाउँ जाने माध्यम। अब भाषा पनि माध्यम हो। निहोङ्गो दे हानासिते कुदासाई, जापानी भाषामा कुराकानी गर्नुहोस्। यसरी निहोङ्गो दे, एइगो दे, नेपारू गोदे, यसरी भाषा पछाडि पनि जापानी भाषामा, नेपाली भाषामा, इङ्ग्लिस भाषामा भन्नु पर्यो भने पनि पार्टिकल दे प्रयोग गर्ने गरिन्छ। अब अर्को छ संसाधनको पछाडि। जस्तै हासिदे गोहानो ताबेमास, चपस्टिकले खाना खान्छु भने पनि भयो, या चपस्टिकबाट खाना खान्छु भन्दा पनि भयो। तेदे गोहानो ताबेमास, हैन त, या खाकिमास लेख्छु। के लेखिन्छ त बोरु पेनले खाकिमास, या एनपिचु दे खाइते कुदासाई, पेन्सिलले लेख्नुहोस्। हामीले संसाधनको प्रयोग गर्यौँ कुनै काम गर्नलाई, त्यस्तो संसाधन पछाडि पनि दे पार्टिकल प्रयोग गर्ने गरिन्छ। यसरी स्थान, संसाधन या माध्यमको पछाडि हामीले दे पार्टिकल प्रयोग गर्न सकिन्छ। अन्य यस्तै भिडियोको लागि मलाई फलो गर्नुहोला। हस्त, गम्बाते।